सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज छुट्टी पनि थियो अनि हामी यसो बाहिर निस्क्यौँ भनेर दुई भाइको सल्लाह अनि अल्कुस जाउँ भनेर हिँडेको। गर्मी त साह्रै थियो, त्यही पनि अब कहिलेकाहीँ हिँड्नुपर्छ, घुम्नुपर्छ, सधैँ रुममा बसेर पनि हुन्न, फिटनेस पनि चाहिन्छ। दुबईको सबसे महँगो गेडागुडीहरू यही हो, यसरी बाँधेर राखेको हुन्छ। मान्छेले मात्रै हेर्यो त, मान्छेले पनि कहिलेकाहीँ हेर्छ, हामी भने हामी हो अलवेज दामी। घाम छ यता, म छु यता, जसले जे भने पनि बाटोमा भिडियो बनाएर हिँड्नु छुट्टै मजा हुन्छ। बाहिर हेर्न नसके नि पछि मेमोरीको रूपमा सेभ हुँदो रहेछ। पछि हेर्दा निकै आनन्द रमाइलो लाग्दो रहेछ, हामी यसरी हिँड्थ्यौँ जस्तो लाग्दो रहेछ। गर्मी त साह्रै थियो साथीहरू, त्यही पनि हामी अगाडि बढिरहेको थियौँ। गर्मी भयो भनेर पनि कति रुममा बस्नु भनेर आज यसो बाहिर निस्केको। खासै हामी बाहिर त निस्किन हिँड्दैनौँ, केही इमर्जेन्सी काम पऱ्यो भने मात्रै हो, नभए साथीले लाज लाइ भए पनि भिडियो गरिरहेको थियो। छैन बेरोजगारीहरू हो। पानी पिउने भयो, यता छ स्पेसल पानी, चिसो पानी, तातो पानी। 45 मिनट लाग्दो रहेछ अल्कुस जानलाई। ठ्याक्कै हामी 56 निस्केको, ठ्याक्कै 45 मिनट लाग्यो कि उहाँ पुग्दा। ट्राफिक जाम पनि थियो, एकछिन ट्राफिक लाइट पनि पुग्यो। नियमको एकदम पालना गर्नुपर्छ यहाँ फाइनबाट बस्नको लागि। फेरि फाइन आयो भने फेरि स्यालेरी बस्दैन, गाह्रो पनि छ। रुल्स पनि मान्नै पर्यो अर्काको देशमा। बाँकी पार्ट अरू भिडियोमा है साथीहरू, भिडियो धेरै लामो भयो। एउटा कुरा के भनौँ, म आज एउटा कुरा मलाई भन्न मन लागेको छ आज। अब मेरो जिन्दगी त सफल हुन नसके पनि मैले भोगेको कुरा चाहिँ क्लियर। एउटा हामी 10 पास गरिसकेपछि वा त +2 पास गरिसकेपछि यो गर्ने त्यो गर्ने भनेर साथीहरूको पछि लागेर अरूले के भन्लान्, अरूले के सिक्ला र म त्यो सिक्छु भनेर लागेर नि हाम्रो जिन्दगी त्यहाँबाट बर्बादीको तर्फ लाग्दो रहेछ क्या। मेरो अनुभव। एटलिस्ट तपाईँको क्लियर भिजन र क्लियर मिसन भएन भने साथीले के पढ्यो म नि त्यो पढ्छु, साथी कहाँ जान्छ म नि त्यही जान्छु भन्ने पछि लाग्यो भने कस्तो हुन्छ लाइफ।